खिचेछु मैले कस्तो दामी आइरहेको छ त नि फाइनली हामी बन्दीपुर बजार घर आइपुग्यौँ है साथीहरू हामी बस्ने होटल यही हो मेरो साथीहरू त्यहाँ हुनुहुन्छ है साथीहरू हामी है फाइनली हामी बन्दीपुर बजार घरमा आइपुगेका छौँ यही होटलमा हामी बस्छौँ एकदम रमाइलो छ अलि पानीले गर्दा हामीलाई डिस्टर्ब गरेको पानी नपरेको भए यति रमाइलो हुन्थ्यो बाटोमा यति रमाइलो रहेछ बन्दीपुर बजार एकदम रमाइलो रहेछ तर पानीले गर्दा हामीलाई डिस्टर्ब गर्यो अलि नजिक आउँदै गर्नु तपाईँ एकदम रमाइलो छ क्या बन्दीपुर बजारमा हामी साथी फाइनली हामी पनि आयौँ तपाईँले पनि आउन नबिर्सिनु होला है ओके ल त्यो त्यहाँ रोकेर फोटो खिच्न आउँछ फोटो खिच्न साथीहरू हामी एकदम रमाइलो यो बन्दीपुरमा आएर रमाइलो नाचगान गर्दैछौँ साथीले गीत गाइरहनु भएको छ नेपाली मायाको चिनो निरामसी किनेर ल्याइदिनु निरामसी किनेर ल्याइदिनु ल हाम्रो भलकमा नमस्कार सबैलाई नेपाली मायाको चिनो निरामसी किनेर ल्याइदिनु एकदम रमाइलो भएको छ साथीहरू होइन हामी आज पानी परिरहेको छ बाहिर त्यही भएर हामी बाहिर जान सकेनौँ त्यही भएर कोठाभित्रै होइन हामी एकदम रमाइलो गर्दैछौँ साथीहरू गीत गाएर एकदम रमाइलो गरिरहनु भएको छ नाच्नु भएको छ एकदम रमाइलो भइरहेको छ है साथीहरू हाम्रो यहाँ बहिनी नाच्दै हुनुहुन्छ है रमाइलो भइरहेको छ साथीहरू एकदम हामी कोठामा रमाइलो गरिरहेका छौँ बाहिर पानी परेको छ रात पनि परिसकेको छ त्यसैले गर्दाखेरि हामी भित्रै बसेर भए पनि रमाइलो गरिरहेका छौँ बाहिर साथीहरू बाहिरको वातावरण यस्तो छ एकदम राति भइसकेको छ बाहिर पानी परिरहेको छ त्यसैले बाहिर जान सक्ने अवस्था छैन है एकदम बाहिर त एकदम पानी परिरहेको छ अँध्यारो भइसकेको छ त्यसैले हामी बन्दीपुरमा आएर बन्दीपुर बजार राति पानी परेको अवस्थामा यस्तो देखिरहेको छ साथीहरू यहाँहरूले देख्न सक्नुहुनेछ पानी परेको छ मान्छेहरू छाता ओढेर हिँडिरहनु भएको छ हामी भित्रै बसेर रमाइलो गरिरहेका छौँ यहाँ नाचगान भइरहेको छ साथीहरू निरामसी किनेर ल्याइदिनु है साथीहरू एकदम रमाइलो गरिराख्नु भएको छ है साथीहरूले हेर्नुहोस् एकदम रमाइलो भइरहेको छ बन्दीपुरको यो बन्दीपुर बजार होटल बन्दीपुर बजार घरमा एकदम रमाइलो भइरहेको छ साथीहरूले नाचगान गरेर रमाइलो गरिरहनु भएको छ साथीहरू बाहिर पानी परिरहेको छ रातको समय हामी बाहिर जान सकिरहेका छैनौँ रमाइलो गरेर आएछौँ साथीहरूले साथीहरू है हामी बेलुका राति भए पनि एकदम पानीले हामीलाई अलिकति चाहिँ डिस्टर्ब गर्यो होइन बन्दीपुर बजार अहिले रातिको समयमा अलिक हुसु पनि लागेको छ पानी परिरहेको अवस्था छ तैपनि हामी एकछिन यसो यो बन्दीपुर बजार राति भए पनि पानी चाहिँ बिदो भएको छ होइन केही पानी बिदो भएको अवसरलाई सदुपयोग गर्दै हामी चाहिँ अहिले यो बन्दीपुर बजारमा रातिकालीन
समयमा हामी साथीहरू यसो बजार अवलोकन गर्नका लागि हामी हिँडिरहेका छौँ। साथीहरू बन्दीपुर बजार एकदम रमाइलो छ, तर पानीले डिस्टर्ब गरेको हुनाले जस हामीलाई चाहिँ रमाइलो लागेको छ कि सबै साथीहरू यहाँ हुनुहुन्छ होइन। केही छ संस्कृति होइन, यसो चाहिँ कस्तो लागिरहेको छ तपाईँलाई? भन्नुपर्ने कुरा त भन्नुभयो, भन्नुपर्ने केही बात पनि छैन। खुर्जो नदीको मेला गर्दा चाहिँ साँच्चै बन्दीपुर चाहिँ रमाइलो छ। बन्दीपुर बजार जति हामीले सोचेका छौँ त्योभन्दा बढी नै छ। अझै रमाइलो छ कि रमाइलो छ। यताउति तपाईँको पानी भिदो भइसक्यो, बस्नबाट लिएर होटलबाट अनुसारको फ्यासिलिटी छ। चिसो हावा चले। आफ्नै देश नेपालमा यति मुटुको स्वर्गको टुक्रा छ कि अब के भन्नु। तपाईँहरू सबै एकचोटि आएर आफ्नो देश आफ्नो नेपालको स्वर्गको साथीहरू हामी होइन अब रातिको समय बन्दीपुर बजारमा साथीहरूसँग एकदम रमाइलो गरेर हिँड्दैछौँ। एकदम हुस्सु पनि लागेको छ, एकदम अँध्यारो छ। पानी भर्खरै बिदो भएर एकदम जस रातिको समय हेर्नु पनि पानी बिदो भएको छ, रमाइलो भएको छ। पानी नपरेको भए अझै एकदम रमाइलो हुन्थ्यो होला, तर पनि एकदमै पानी परे पनि बिदो भएको छ। वातावरण एकदम चिसो छ, हुस्सु पनि लागेको छ। तैपनि हामी साथीहरूसँग एकदम रमाइलो गरेर हामी हिँडिरहेका छौँ। साथीहरू एकदम रमाइलो छ है बन्दीपुर बजार एकदम। हजुर एकचोटि अवश्य आएर जानु, अवश्य आउनु होला। यहाँलाई बन्दीपुर बजारमा एकदम हार्दिक स्वागत छ। अब राशिको समय छ, त्यति चाहिँ उसको देखिएको छैन, तैपनि साथीहरूलाई बन्दीपुर बजारमा एकचोटि त्यहाँ पनि आएर घुमेर होइन आन्तरिक पर्यटन क्षेत्रको विकासको निम्ति होइन पर्यटन प्रवर्धन गर्नका लागि पनि रमाइलो छ है साथीहरू। गालामा चुनालाई बन्दीपुरे माया, ए बन्दीपुरे माया, हाम्रो माया हाम्रो माया नहोस् घाम छाया। है साथीहरू हामी अब चाहिँ बिहान उठेर बिहानको होइन ब्रेकफास्टको लागि हामी तल जाँदैछौँ। पानी पनि परिराखेको छ बन्दीपुरमा बिहानको समय होइन। अब हामी केही छैन। हजुर भन्नुभयो गुड मर्निङ। सबै साथीहरूलाई चाहिँ स्पेसल गुड मर्निङ है साथीहरू। सबैलाई आउनु होला, तर जसरी बनाएको है साथीहरू पुगिरहेन दिदीको यहाँ हाम्रो होइन पुराना कल्चर छ, कल्चर आफ्नो यो चाहिँ पुराना बाबुबाजेले चलन गरेको चिज आज हामी यहाँ चाहिँ यहाँ टाउरो छ होइन। यो चाहिँ तमाउरो हुन्छ यसलाई तमाउरो यो पाथी हो, यो पाथी, यो ताउलो होइन। यो चाहिँ के हो यो राम्रो छ बाटाखाली चलनका हाटा धुनेको पारा यो विद्यालय पूर्ण दिन सेन्ज पोखरा भनिन्थ्यो। यही हो एकदम मिठो गीत साथीले सुनाइहाल्नु भयो साथीहरू। अब हामी तल जाँदैछौँ। हाम्रो भाइ चाहिँ क्यामेराम्यान भइराखेको छ, हाम्रो चाहिँ भिडियो चाहिँ भाइले लिइराखेको छ। साथीहरू एकदम रमाइलो छ बिहानको समय। पानी पनि छ सती अनि यहाँ पनि छ, यहाँ पनि छ। यहाँ पनि यहाँ बाजाहरू हाम्रो पुरानाहरू सनाइहरू सबै हाम्रो कल्चर सारङ्गी होइन। यो सारङ्गी यो त चाहिँ तबेला साथीहरू। यो त के हो मैले के भन्छ यो ठेके यता के को भने यहाँ पनि एकदम राम्रो छ कि यी पाथी हो
एउटा पाथी यो पाथी हो यो पानस के हाम्रो आमाले पानसमा बत्ती बालेको है हामी पनि बस्छौँ के पानसमा पानसमा बत्ती बालेको कसरी हेर्नु खै मन परेको मान्छेलाई अर्को यो सिन्दुर हालेको ठिक छ त यो कता उर्लेको फेरि किन उता गएको ब्रेकफास्ट ए हो ल साथीहरू आउनुहोस् है हामी ब्रेकफास्टमा रेडी यसो बाहिर चाहिँ म तपाईँलाई यहाँको मौसमको बारेमा होइन जानकारी गराउँछु साथीहरू आउनुहोस् है हाम्रो यहाँ बाहिर यस्तो पानी परिरहेको छ कि एकदम चिसो चिसो मौसम कतै जाउँ माया जाउँ न कतै जाउँ तातो 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 पानी परेको छ माथि त्यो छाता हामीले ल्याएन त्यो छाता लिएर पानी बिरुवा परिराखेको रहेछ कि एकदम यस्तो पानी पानी पनि हो यो यस्तै पानी यस्तै थियो असिना भन्ने के अरे माया छ हिँड्दाखेरि के अरे भइगयो निस के भन्नुभएको मान्छे एकदम यस्तो छ साथीहरू होइन यहाँको वातावरणहरू एकदम छ रमाइलो छ पानी परिराखेको छ बिरबिर पानी परेको छ हामी होटेलमा छौँ अब हाम्रो ब्रेकफास्टको लागि हामी तयारीमा छौँ साथीहरू नमस्कार गुड मर्निङ बन्धु माइकेरेन साथीहरूलाई सबैलाई हार्दिक स्वागत छ है आज हाम्रो बन्दीपुर दोस्रो दिन हो यहाँ एकदम रमाइलो भइरहेको छ बिहान भर्खरै बिहान उठेर होइन सबै रेडी भएर अब हामी यहाँ चाहिँ यो ब्रेकफास्ट लिँदैछौँ बाहिर पानी परिराखेको छ एकदम चिसो चिसो मौसम छ हिजोदेखि त आएको हामी हिजैबाट पानी परिराखेको छ होइन यो पानीले गर्दाखेरि अलिकति हाम्रो जुन यात्रा थियो नि जो एकदम रमाइलो गर्ने त्यो चाहिँ अलिकति कम भएको छ पानीले गर्दा हामीलाई डिस्टर्ब गरिराखेको छ जस रमाइलो छ सबै साथीहरू यहाँ चाहिँ ब्रेकफास्टको लागि तयारी अवस्थामा हुनुहुन्छ अब हामी ब्रेकफास्ट एकैछिन ब्रेकफास्ट गरेर यो बन्दीपुर बजार बिस्तारै यो पानी परेकै भए पनि हामी छाता बोलेर भए पनि यो बन्दीपुरको बजार घुम्ने हाम्रो चाहिँ प्लान छ होइन अब हामी एक पछाडि हामी फेरि यो बन्दीपुर बजार हामी घुम्नेछौँ र त्यस पछाडि फेरि नयाँ हामी होइन भ्लगमा फेरि हामी जोडिनेछौँ साथीहरू ल सबैलाई रमाइलो भन्दा पनि एकदम गुड मर्निङ खास कुरा के भन्न लाग्यो भन्दा यो ऐतिहासिक हाम्रो यादगार पलहरू चाहिँ पानी पऱ्यो भने यो जस्तो रमाइलो त झन् कुनै क्षण हुनै सक्दैन गुड मर्निङ साथीहरू